गुरुजी नमस्ते र सम्पूर्णमा नमस्ते। म प्रवास भण्डारी, घर चाहिँ गुल्मी, हाल काठमाडौँदेखि। मेरो प्रश्न चाहिँ यो हामीहरूको मनमा कुनै न कुनै बेला यो सबैको मनमा आएको प्रश्न छ र प्रश्न यस प्रकार रहेको छ, मृत्युपछि के हुन्छ? जीव निरन्तर अस्तित्वमा रहन्छ कि फेरि एकत्वमा फर्कन्छ? अब कतिपय यो धर्म र दर्शनले जुन विश्लेषण गर्छ त्यो विश्लेषण चाहिँ हामीले बाह्य प्रमाणको आधारमा देखाउन नसकिने हुनाले मैले पनि त्यसलाई चाहिँ शास्त्र अनुसार यस्तो छ मात्रै भन्न सक्छु। अब हामीभित्र जुन चेतना छ त्यसको कन्टिन्युम त हुनु पर्यो, त्यसको कुनै न कुनै रूपान्तरण हुन सक्छ। पदार्थ नष्ट हुँदैन, पदार्थ रूपान्तरण हुन्छ। कुनै पनि चिज संसारमा या छ या छैन। नासतो विद्यते भावो ना भावो विद्यते सत। किनभने हामी कुनै कुरालाई चाहिँ जस्तो खरायोको सिङ भनौँ, खरायोको सिङ हिजोदेखि हुन छोडेको अस्तिसम्म थियो होइन, कहिले पनि छैन, त्यो हुनै सक्दैन। भोलि सिङ पलायो भने त्यो खरायो होइन। तर कुनै कुरो छ भनेदेखि जस्तो तपाईँको घडा छ, तपाईँको घरमा माटोको घडा छ, काठको ठेकी छ, भोलि ठेकी हुँदैन, ठेकी लगेर फुट्यो, बालिदिनुहोस्, आगो बन्यो, त्यो इनर्जी जगतभरि ब्रह्माण्डभरि छरियो, केही कोइला बन्यो, त्यहाँ अझै कार्बन तपाईँको जमिनमा छ, खरानी बन्यो जमिनमा छ, त्यसको रूप नष्ट भयो, त्यसभित्रको जुन इनर्जी थियो नष्ट भएको छैन, जगतमा विस्तीर्ण भयो। त्यस्तै गरी तपाईँ अहिले यो शरीरभित्र बस्ने जुन चैतन्य हुनुहुन्छ, हामीले के भन्यौँ त्यो चाहिँ नष्ट हुँदैन। कुनै पनि चिज कि भने छैन कि भने छ भनेदेखि रूपान्तरण हुन्छ तर नष्ट हुँदैन। पदार्थहरू रूपान्तरण गरिराखेका हुन्छन्। कुनै एउटै रूपमा बस्नुपर्छ भन्ने केही पनि छैन, कुनै पनि चिज एउटै रूपमा बस्दैनन्। तर अस्तित्वमा आएका चिजहरू अनस्तित्वमा जाँदैनन्। सत छ भने असत हुँदैन, असत छ भने सत हुँदैन। त हामीभित्र चैतन्य छ, हामीभित्र अनुभूति छ, हामीभित्र सुख दुःख छन्, तिनीहरूको पनि सत्ता छ र ती सत चिजहरू कुनै न कुनै रूपमा कन्टिन्युटी त दिनु पर्यो। उनीहरूले जुन रूपमा बस्छन् लेटेन्सीको रूपमा। तपाईँलाई दुःख भर्या थियो, हिजो कसैले विश्वासघात गर्यो, कसैले तपाईँमाथि आक्रमण गर्यो, तपाईँको शरीरमा चोट लाग्यो, चित्तमा चोट लाग्यो, दिनदिनै दुखिरहेको हुन्छ भन्ने छैन। तर कुनै दिन फेरि तपाईँले अनायास सम्झन सक्नुहुन्छ। त्यसकारण त्यो संस्कार भनेको त्यस्तो चिज हो कि जो लेटेन्सीको रूपमा बसिरहेको छ, शक्तिको रूपमा बसिरहेको छ, तर त्यो कुन दिन प्रकट हुन्छ त्यसको आफ्नै लज छ। त्यसकारण हामीले के भन्यौँ भने म अहिले जीवनभरि जुन कर्म गरिरहेको छु त्यसका जुन संस्कारहरू बनिरहेका छन् त्यसको पनि कन्टिन्युटी छ, निरन्तरता छ। त्यसैलाई हामीले चाहिँ मृत्युपछिको जगतको रूपमा विश्लेषण गर्यौं। पुनर्जन्म कसको हुन्छ? यही संस्कारको पुनर्जन्म हुन्छ। जो संस्कारको धनी हो त्यो संस्कारको धनी अर्को एउटा रूपमा तपाईँभित्र अनन्त इच्छा थियो। तपाईँभित्र कलेज जाने इच्छा थियो, अब भाइलाई कलेज पठाउनु पर्यो, तपाईँले घर चलाउनु पर्यो, बाबुआमाको हेरचाह गरिदिने कोही पनि भएन, तपाईँलाई असाध्य इच्छा थियो। तपाईँको त्यो इच्छा शक्ति घनीभूत कन्सलिडेटेड रूपमा अर्को जन्ममा तपाईँ विद्वान भएर निस्किनुहुन्छ भन्यो। कसले देखा छ र? मैले पनि देखा छैन। तर हामीभित्र जन्मजातै प्रवृत्ति चाहिँ छन् है। हामीले के भन्यो, एक थरी पश्चिमी चिन्तनले के भन्यो भने सबै जन्ममा चाहिँ एभ्रीबडी इज बोर्न इक्वल भन्यो। हे, नोबडी इज बोर्न इक्वल। सबै मान्छेभित्र अलग अलग प्रवृत्तिहरू देखिन्छ। तपाईँ उही एजुकेसन दिनुहोस्, एउटै स्कुलमा पढाउनुहोस्, उही माया दिनुहोस्, तर तपाईँ एउटा विद्यार्थीमा एउटा प्रवृत्ति आउँछ, एक किसिमको सिप गुण अभिव्यक्ति हुन थाल्छ। जुम्लिया बच्चाहरू मैले धेरै अध्ययन गर्छु, पहिला कस्तो हेर्दाखेरि ठ्याक्कै झुक्किने, म सधैँ उनीहरूको नाममा झुक्किरहन्छु। अनि 5-7 वर्षसम्म एउटै किसिमको मलाई झुक्क्याउँछन्, एउटै लुगा लाएर आएर। अनि त्यसपछि जब कलेज जान्छन्
असाध्य त्यो कुनैको गुणधर्मै मिल्दैन, फरक फरक रूपमा प्रकट हुन्छ, उनीहरूको धेरै भिन्नता आउँछ। त्यसकारण अन्तिममा उनीहरूभित्रको जुन लेटेन्सी हो त्यो कहाँबाट आयो, हामीले त्यसलाई पूर्वजन्मको संस्कार भन्यौँ। अब यो पूर्वजन्म संस्कार नमानौँ, मरिसकेपछि जाने ठाउँ कहीँ पनि छैन भन्ने मान्दिम। भौतिक विज्ञान अनुसार किन यो आँखाले नदेखेको कुरा किन मान्ने भन्ने एक थरीलाई अर्को एउटा तर्कको कडी के छ भने, हामी हेर्नुहोस् धेरै जसो संसारमा 90% जति मान्छे शक्तिहीन नै हुँदो रहेछ, जुनसुकै समाजमा पनि। 10% जति शासक हुँदा रहेछन्। शासकलाई धेरै जसो कानुन लाग्दो रहन्छ, मान्छे मार्दा पनि शासकलाई कानुन लाग्दो रहन्छ, अर्काको सम्पत्ति खाँदा पनि शासकलाई कानुन लाग्दो रहन्छ, करणी गरेर हिँड्दा पनि शासकलाई कानुन लाग्दो रहन्छ। अब त्यो जुन शासित छ उसले नैतिक भएर हिँड्ने चाहिँ किन त? उसले नैतिक हुनलाई यो जुन पूर्वजन्म अनि पुनर्जन्मको हामीले व्याख्या गर्यौं त्यसले उसलाई एउटा नैतिक बाटोमा किन डोर्याउँछ भने, ठिक छ अहिलेको जन्ममा खायो, भोलि त जान पर्ला नि नरक। नरक त मैले देखेको छैन नि, तर त्यो मान्यताले म जस्तो शासित व्यक्तिलाई पनि फेरि त्यही जस्तो हुन प्रेरित गर्दैन। नत्र जसलाई मारे पनि केही पनि छैन, त्यसको अपराध हुने भन्ने चाहिँ छैन। गएर कुनै उसले दण्ड पाउने, दण्ड दिने ठाउँमा उही छ, यो जगतमा दण्ड दिने उही छ सबभन्दा शक्तिशाली। अरू त्यहाँभन्दा मास्तिर हायरार्कीमा कोही पनि छैन भनेपछि सिद्धि हो नि, जे गर्दै पनि भयो है। त्यसकारण हामीले यो चराचर जगतको ल एन्ड अर्डर मेन्टेन गर्नको लागि पनि यो पूर्वजन्म पुनर्जन्म भन्ने मान्यतालाई चाहिँ लिँदाखेरि राम्रो हुन्छ। तर अब यो हो ध्यानमा अवस्थामा बस्दाखेरि योगीहरूले पूर्वजन्म साक्षात्कार गर्न सक्नुहुन्छ भन्ने मान्यता छ, टेन्डेन्सिज उहाँहरूले थाहा पाउनुहुन्छ। अब मैले आफै भेटेका योगीहरू जस्तो श्यामचेतन बाबा हुनुभयो, खप्तड बाबा हुनुभयो, प्रेमचेतन गुरु मेरो आफ्नै गुरु हुनुभयो है, उहाँहरूभित्र प्रवृत्तिको बोध गर्न सक्ने ज्ञान थियो। तर त्यो मैले अहिले विज्ञानको कसीमा लिएर आएर यसरी हो भनेर प्रमाणित गराउन र तपाईँले विश्वास गर्नुहोस् भनेर भन्न म सक्दिनँ। त्यो चाहिँ मैले चाहिँ धेरैपल्ट देखेँ, अनुभव गरेँ र होइन होला भन्दै पनि मान्छेहरूले के सोध्छन् भने यो चाहिँ यो धर्म सम्बन्धी अध्ययन गर्न आए, यसले त जे पनि पत्याउँछ भन्छन्। तर वास्तविक कुरो भने कसले भन्दै थियो, नास्तिक खोज्नु भने चर्चमा जानुपर्छ भन्दै थियो। त्यस्तै गरी यो धर्म सम्बन्धी अध्ययन गर्नेहरूले चाहिँ जे देख्यो त्यही पत्याउने, जे किताबमा लेख्यो त्यो होइन। हामी विश्लेषण गरिरहन्छौँ यी कुराहरू, यत्तिकै ब्लाइन्डली हामीले फलो गर्दैनौँ। तर सयौँचोटि देखेको कुरालाई चाहिँ अपलाप गर्नु होइन भन्नु चाहिँ त्यो चाहिँ मूर्खता हो। हामीले त्यस्तो केसहरू जसलाई कि आधुनिक एउटा प्रवृत्ति छ, त्यो प्रवृत्तिले के गर्छ भने यो चेतनाको पुनर्जन्मको आदि कुराहरू आउने बित्तिकै उपहास गर्ने, त्यसलाई उडाइदिने, अनि उडाइदिएर समाधान हुँदैन। तपाईँको चाहिँ नि अहिले यो विज्ञानकै क्रिटिसिजम सुरु भइसकेको छ। अहिले त्यो क्रिटिसिजमले के गर्दैछ, कतिपय कुराहरूलाई चाहिँ हामीले तर्कसङ्गत रूपमा नहेरेर मात्रै डिसमिस गरिदियौँ। तपाईँको जेन्युन प्रश्नहरू डिसमिस गरिदिएर प्रश्नहरू नहुने होइन। त्यहाँ हो मैले पूर्वजन्म यस्तो थियो, पुनर्जन्म यस्तो थियो देखाउन सक्दिनँ, तर त्यसलाई मान्दाखेरि हाम्रो जीवन सञ्चालन गर्न अलि सुविधा हुन्छ।